प्रतिवेदन पेश गर्नुभएको थियो भने कोष अध्यक्षले पनि आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो। महासचिव दुध पुनले प्रगति विवरणहरू पेश गर्नुभएको थियो। अध्यक्ष थर्क राणाको वक्तव्य साथसाथै पुरानो कार्यसमितिलाई भङ्ग गर्नुभएको थियो। कार्यक्रम सञ्चालन रमेश शरण कोटीले गर्नुभएको थियो भने दोस्रो चरणमा मगरसंघ युकेको विधान लेफ्टेनेन्ट रिटायर्ड सुनिल राणाले प्रस्तुत गर्नुभएको थियो। त्यस्तै तेस्रो चरणमा निर्वाचन आयोगकै सहमतिको आधारमा नयाँ कार्य समिति चयन गर्नुभएको थियो र यस नयाँ कार्य समितिका मेम्बरहरू यस प्रकार हुनुहुन्छ। अध्यक्षमा चयन गरेको थियो मेजर रिटायर्ड कुलबहादुर थापा, उपाध्यक्षमा दुध पुन हेम थापा मगर, महासचिव योग कुमार फगामी मगर, त्यस्तै सहसचिवमा पदमबहादुर थापा, कोष अध्यक्ष दलमान पुन, त्यस्तै गरिकन सहकोष अध्यक्षमा हुनुहुन्थ्यो टङ्क मगर। सदस्यमा 15वटा व्यक्तिहरूलाई चयन गरिएको थियो र जम्मा 21 जना व्यक्तिहरूको कार्य सदस्यहरूको संगठन गरिएको थियो र अन्तमा यसै परिवारका सम्पूर्ण मान्यजनहरू यस संस्थाका सदस्यहरूद्वारा नयाँ कार्य समितिका मेम्बरहरूलाई शपथ खुलाई कार्यभार सुम्पिएका थिए। विधान अन्तर्गत निर्मित नीति नियमहरूको पूर्ण पालना गर्दै सङ्घको उद्देश्य अनुरूप मगरहरूको हक हितका लागि सदा सक्रिय रही कार्य गर्नेछु। मेरो कार्यकालको अवधिभर मेरो पदको दुरुपयोग र मगरसंघ युकेको उज्यालो छविमा आँच आउने खालको कुनै खराब काम गर्ने छैन। मगर जातिको हक हितको लागि दत्तचित्त भई तन मन र वचनले सेवा गर्नेछु भनी मगर समाजलाई साँची राखी शपथ लिन चाहन्छु। जय मगरसंघ युके। हजुर दर्शकबिन, अन्तमा हामी नेपाली टिभी नमस्ते लन्डन परिवार पनि उहाँहरूलाई आशीर्वादको साथमा शुभकामना दिन चाहन्छौँ। यसरी नै घर परिवार समाज र राष्ट्रलाई नै राम्रो बाटोमा लग्नुहोस्, जसले गर्दा आउने हाम्रा भावी सन्ततिहरूले पनि राम्रा ज्ञानगुणहरू सिकुन् यस्ता समाजसेवी व्यक्तिहरूबाट जो आफ्नो लागि भन्दा अरूको लागि बेसी जिउन चाहन्छ। सेवा नै धर्म हो भनी अघि बढेका यस कार्यक्रम नमस्ते लन्डनका प्रमुख प्रायोजकहरू हुनुहुन्छ गोर्खा प्यालेस रेस्टुरेन्टका प्रोभाइडर सूर्य गुरुङ फार्मरो, एम रेस्टुरेन्टका प्रोभाइडर मुचेत्र गुरुङ अल्डरसट, पोखरेली मञ्च युकेका उपाध्यक्ष श्रीमती नन्दकुमारी गुरुङ फार्मरो, वकिङ नेपाली समाज युकेका वशिष्ठ सल्लाहकार विष्णु राई वकिङ, सोपाल समाज युकेका अध्यक्ष विजय गुरुङ लन्डन, तमुदी युकेका कोषाध्यक्ष दिलीप गुरुङ फार्मरो। त्यस्तै यस साताको सह प्रायोजकहरू हुनुहुन्छ सहारा एफसी युकेका अध्यक्ष नवीन गुरुङ लन्डन, एनआरएन युकेका उपाध्यक्ष कुलप्रसाद आचार्य इलिङ, एचके नेपाली मञ्च युकेका अध्यक्ष प्रेम गुरुङ बेजिङ स्टोर, पर्व समाज युकेका सल्लाहकार मिठुलाल विक अल्टसट र यस कार्यक्रमलाई सपोर्ट गर्नुभएको छ नेपाली टिभी युके परिवार लन्डन, ओम शान्ति आश्रम खारेपाटन पोखरा, सुप्रसिद्ध गायिका एवं वशिष्ठ समाजसेवी नेपालकी चेली आनी छोइङ डोल्मा काठमाडौँ, हिमचुल विकास ब्याङ्क पोखरा, नरप्रसाद थामसोङ वकिङ, विनोद राई वकिङ, मीन प्रसाद गुरुङ रेडिङ, हरिमान गुरुङ अल्टसट, मीना कुमारी गुरुङ वकिङ, कृष्ण कुमारी गुरुङ वकिङ। हजुर दर्शकबिन, अब हामी तपाईहरूलाई लैजान चाहन्छौँ
सोपाल तमु समाज युके को बैठकमा जहाँ आफ्नो संस्थालाई कसरी अगाडि बढाउने, विकासको मूल कसरी फुटाउने भन्ने विषयहरूलाई लिएर नयाँ वर्षकै पावन अवसर पारी भेटघाट साथै छलफल कार्यक्रमहरूको यो कोसिनी आज हामी तपाईहरू माझ फुकाउनेछौँ। र अर्को चाहिँ आर्थिक प्रतिवेदन। अहिलेसम्म सोपालको आम्दानी जम्मा 6,294.43 पेन्स नगद रहेको म यहाँ जानकारी गराउन चाहन्छु। वेबसाइट चाहिँ अब सोपाल समाज UK.com र त्यसको लागि खर्च चाहिँ 425 पाउन्ड खर्च भएको अध्यक्षजीले हामीले भन्नुभएको छ। अनि हामीले 2 वर्ष कार्यकालको मूल्याङ्कन गऱ्यौँ, इन्डिभिजुअल रूपमा सबैबाट गऱ्यौँ। साह्रो राम्रो सल्लाह सुझावहरू प्राप्त भयो। तपाईँले के 2-4वटा नोट गरेको छु, जसमा चाहिँ सल्लाहकार जुम्बाल गुरुङले भन्नुभएको छ सोपालको नेतृत्व 3वटा क्षेत्रबाट स्पेसियली अध्यक्षको प्रतिनिधित्व गर्न पाएदेखि राम्रो हुने थियो भनेर उहाँले राख्नुभएको छ। अनि अर्को कोषाध्यक्ष सहकोषाध्यक्ष भएर जुन राख्नुभएको कुरो छ, उहाँले चाहिँ यो लेबी भनौँ अथवा 5 मा उठाउने विषयलाई लिएर उहाँले चाहिँ निकै समस्या भोग्दै आएका छौँ, त्यसैले गर्दा नउठाउँदा हुन्थ्यो कि भन्ने कुरो उहाँले बोल्नुभएको छ। त दर्शकबिन, यस सोपाल तमु समाज युके को बैठक हाम्रै प्रायोजक दाता एवं यसै समाजका अध्यक्ष श्री विजय गुरुङकै निवासमा गरिएको थियो। त दर्शकबिन, यस सोपाल तमु समाजको बैठकपछि अब हामी तपाईहरूलाई अन्तमा